बाउ आमा दिदीलाई हामी भोक भोकै यही बाधा गर्छौं किनकि जसरी हुन्छ भोलि फर्स्ट आवरमा मुद्दा बालकुमारीले काम गरियोस्। भुन्टीका आमा बुवालाई बान्नु नै ठुलो गल्ती थियो साथीहरू। तिनीहरू अहिले त्यसको सजाय पाउँदैछन्। भुन्टीले टाउकोमा हिर्काएको भिडियो देख्दा तपाईँलाई धेरै नै खुसी भएको छ भनेर मैले सोचेको साथीहरू। यस्तै गर्नुपर्छ तिनीहरूलाई। तपाईँहरूको राय के छ कमेन्ट गर्न नबिर्सनु होला। साथै यो च्यानलमा पहिलोचोटि भिडियो हेरेर आउनुभएको छ भने एक लाइक र सब्सक्राइब गर्न नबिर्सनु होला। बेल आइकन नोटिफिकेसन अल गर्नु होला साथीहरू। लेट्स गो अब भिडियोतिर जाउँ। चोटि भिडियो हेरेर आउनुभएको छ भने एक लाइक र सब्सक्राइब गर्न नबिर्सनु होला। बेल आइकन नोटिफिकेसन अल गर्नु होला साथीहरू। लेट्स गो अब भिडियोतिर जाउँ। साथीहरू सुकुमायाले ठिक गरिन् किनकि तिनीहरूले भीम र बालकुमारीले भुन्टीका आमा बुवालाई बान्नु नै ठुलो गल्ती थियो साथीहरू। तिनीहरू अहिले त्यसको सजाय पाउँदैछन्। भुन्टीले टाउकोमा हिर्काएको भिडियो देख्दा तपाईँलाई धेरै नै खुसी भएको छ भनेर मैले सोचेको छु साथीहरू। यस्तै गर्नुपर्छ तिनीहरूलाई। तपाईँहरूको राय के छ कमेन्ट गर्न नबिर्सनु होला। साथै यो च्यानलमा पहिलोचोटि भिडियो हेरेर आउनुभएको छ भने एक लाइक र सब्सक्राइब गर्न नबिर्सनु होला। बेल आइकन नोटिफिकेसन अल गर्नु होला साथीहरू। लेट्स गो अब भिडियोतिर जाउँ। कस्तो सुहाएको है बुवामा यो जोडी। हे भगवान् यो जोडी चाहिँ कहिल्यै नछुटोस्। मारे पाप पाले पुण्य भनेर त्यस्तो विश्वास गरेर दिएकोले धोका दियो। हजुरबाट चाहिँ त्यस्तो धोका कहिले नहोस् है जाइछ। हुँदैन हजुर, हुँदैन। फेरि पहिले माग्न आउँदा कुटेर लखेटेको कुरा चाहिँ नसम्झिनुहोस् है हजुर। त्यस्तो चाहिँ नसम्झिनुहोस्। त्यो नसम्झे त हुँदै भएन नि हजुर। मेरो कहानीको मुख्य दिन नै त्यही दिन हो। त्यही दिनले गर्दा मैले अहिलेसम्म उनीलाई बिर्सिन सकेको छैन। त्यो दिन त म बिर्सिन सक्दिनँ हजुर। नहौ न कस्तो कुरा गर्नुभएको। फेरि त्यो पहिलेको कुरा सम्झेर छोरीसँग बदला लिनु होला नि। तपाईँहरू ढुक्क हुनुहोस्। मबाट बदला लिने काम कहिले हुँदैन। मलाई त त्यो दिन यस कारणले पनि हुँदैन हुँदैन। मबाट तिमीलाई धोका हुँदैन। यसमा तिमी ढुक्क हो। अजय के भयो? एक्लै बाटोमा बोल्दै बसियो छ त। के हो? छैन केही भएको छैन। भुन्डी के भयो तिमीलाई? केही भएन। मेरो बोली अर्कै सुनेर तपाईँले नचिन्नु भएको होला। केही भएन। अनि तपाईँलाई चाहिँ के भएर एक्लै बरबराएर बस्नु भएको पनि? केही भएको छैन। तर तिमी अघि त कोठामा थियो, लुगा पनि अर्कै थियो। अहिले तिम्रो यो रूप कस्तो कुरा गर्नुभयो? कोठा भए मान्छे बाहिर निक्लिन सक्दैन र फेरि लुगा फेर्न पनि सक्दैन र कथामा मान्नुहुन्छ र? सक्छ। ए साँच्ची दाइले तिमीसँग मेरो बारेमा के कुरा गर्नुभएको? कुरा? कस्तो कुरा? दाइले केही भन्नु भएन? यो मिटिनी बन्न खोज्दा पनि धेरै गाह्रो होला जस्तो छ बा। कस्तो कुरा भन्न खोज्या हो? पछि अब म सुक्ने हो भनौँ भनेदेखि झन् अप्ठ्यारो परेर ल्याउला। के भन्ने होला? भुन्डी के सोचिरहेको? अनि तिमीलाई कस्तो अर्कै फरक देखिरहेछ त? ए हो र? यस्तै हो कहिलेकाहीँ फरक देखिन्छु म है। ल मलाई हतार छ गयो है। होइन एकछिन बस न, के कुरा गर्नु? के कुरा गर्नु? मलाई त एकदम हतार छ पर्नु। भद्रको बिहा भएको त्यो साथीहरू सपना पो रहेछ। भद्रले सपना देखेका रहेछन् साथीहरू। त्यतिकैमा सुकुमाया त्यहाँ पुगेर उनले भुन्टीको भोइसमा भन्छन्, ओ दाइ यहाँ के गर्नु लाग्नु भएको भनेर साथीहरू। अनि तिनीहरूको कुरा हुन्छ। अनि त्यसपछि सुकुमायाले सोचेकी हुन्छन् कि दाइसँग के भन्न लगाउनु भएको होला भनेर। यससँग मितिनी भएर बस्नु पनि गाह्रो छ भनेर उनी
अब म घरतिर लागि भन्छन् अनि भद्रले पनि आफ्नो मनको कुरा भन्न खोजेका हुन्छन् साथीहरू। अनि त्यसपछि मसँग केही मागिनु हुँदैन। म कहाँ हुन्छु जेरी, म बर्बाद हुन्छु, मसँग केही हुँदैन। तिमी चिन्ता नगर। यता भूपेन्द्र भने रुँदैछन् कि मेरो सबै प्रपर्टी सकिन थाल्यो, अब म बर्बाद भएँ भनेर रुँदैछन् साथीहरू। भूपेन्द्रले विगतमा त्यस्तो गल्ती नगरेको भए आज उनी सुखले बस्न पाउँथे, तर के गर्नु, अब सुखले बस्न पाउँदैनन्। के हेरेको खाऊ न। भोक त लागेको रहेनछ त, नत्र खानेकुरा हातमा पर्दा खान्थ्यो होला नि। मलाई हेर्न मन लागेको हो। ल हेरेर बस। बिहान मन नआएको कस्तो भएछ आफूलाई, पेट बटारेर। पेट बटारिने मान्छे त सासूलाई सघाउनु पर्यो, नन्दलाई सघाउनु पर्यो, अनि घिच्न पाइन्छ। पेट बटारिएर होइन के ठिङ्रिङ हेरेर बसेको नि, जान सुत्न। त जस्तो हो दिनभरि स्कुलमा बरा लिएर हिँड्नलाई, हामी त दिनभरि काम गर्छौँ, भोक लाग्यो टन्न खाइसक्यौँ हामीले, छैन भाषण। गयो हुन्छ सुत्न। गई रुँदै यसलाई त यसै गरी भोकै राखेर तल आउनु पर्छ, नत्र त यसले त टाउकोमा टेक्छ। यस्तो गर्नुपर्छ नि, तल लाग्ने नि। त्यही त आमा, यसलाई त यस्तै गर्नुपर्छ, जम्प पर्नु पनि छ। साथीहरू उता भूमिकालाई पनि भूमिकाका परिवारले सही गरिरहेका छन् साथीहरू। विगतमा भूमिकाले भुन्टीलाई धेरै नै दुःख दिएकी थिइन्। आफूले राम्रो खाना खाएर भुन्टीलाई 4-5 दिनसम्म पनि खाना नखानिदिएर र भुन्टीले बासी खाना 5-6 दिनको राखेको खाना खोज्दा पनि उनले धेरै नै दुःख दिएकी छिन् साथीहरू। भनिन्छ कर्मको फल मिठो हुन्छ भनेर साथीहरू, तर अब भूमिकाले राम्रो गरेकी रहेछन् र राम्रो फल पाएकी छन् साथीहरू। तपाईलाई पनि राम्रो लागेको होला भूमिकाको कर्म। मलाई त धेरै नै खुसी मिलेको छ साथीहरू त्यस्तो कर्म गरेर।